हामी नम्बर सिस्टमको आजको हाम्रो अक्टोबर टु डेसिमल नम्बर सिस्टम कन्भर्जनमा छौँ। यो चाहिँ लास्ट हो यो नम्बर सिस्टम कन्भर्जनको। योभन्दा अगाडि हामीले हेक्साडेसिमल टु अक्टोबर गरेका थियौँ भने आज ट्याक्कै त्यसको भाइस वर्सा अक्टोबर टु हेक्साडेसिमल गर्नु गरेका छौँ। एउटा क्वेसन दिएको छ मैले 510 510 बेस 8 टु बेस 16मा हामीले कन्भर्ट गर्न गइरहेका छौँ। त्यसको लागि मैले अस्ति पनि भन्दै आएको कुरा हो खासमा, जहाँ चाहिँ बेस 10 छैन त्यहाँ चाहिँ हामीले फोर्सफुली बेस 10मा पहिला लाने अनि बेस 10लाई फेरि के भन्छ बेस 6मा लाने फेरि। त्यो अक्टोलाई पहिला बेस 10मा लाने, फर्स्ट स्टेपमा हामी त्यो गर्छौँ। त्यसपछि सेकेन्ड स्टेपमा फेरि त्यो आएको बेसबाट फेरि के लागि गर्छ 6मा हामी लान्छौँ। सो पहिला फेरि 510लाई बेस 8लाई लान्छौँ हामी के त बेस 10मा। सो के भन्छ भन्दाखेरि 5 into 8 plus 1 into 8 plus 0 into 8, 0 1 2. सो यसलाई चाहिँ अब क्यालकुलेट गरौँ। 64 into 5, it is a 64 into 5 गर्दाखेरि हाम्रो कति हुन्छ 320 प्लस यो 8 into 1 8 भइहाल्यो प्लस यो 0 भइहाल्यो। अनि टोटलमा कति आउने भयो यो 328 बेस कतिमा आयो त बेस 10मा आयो। अब हाम्रो 328लाई बेस 10लाई हाल्नु पर्यो कति त बेस 16मा। सो 328 एन्ड रिमाइन्डर त्यसले 16ले भाग गर्नु पर्यो, डिभाइड गर्नु पर्यो। 328 डिभाइड बाई 16 गर्दाखेरि हाम्रो कति आउने भयो त भन्दाखेरि यो 20 पोइन्ट कति आउने भयो त 20.5। सो 20लाई यहाँ हाल्छु म। अब रिमाइन्डर निकाल्नु पर्यो 0.5 0.5 into 16 गर्दाखेरि हाम्रो कति आउँछ त भन्दाखेरि 8। अहिले अर्को 16 16 एकाइ 16 कति आयो 4 भनेपछि कति आउने भयो त हाम्रो एन्सर चाहिँ कति आउने भयो त देयरफोर 510 बेस 8 इज इक्वल टु 148 कति आयो त बेस 8 सरी बेस 16 इज द एन्सर। अब यसमा पनि गरौँ 8 to 16 मा पनि 5 भनेको हाम्रो कति त 5 भनेको रिमाइन्डर यो सर्ट गर्नु छ भने 2 to the 4 1 and 2 1 2 0। सो 5 भनेको हाम्रो 101। यो बेस 8 मा छ भने तीनटा बिट बनाउने यो भन्दा अगाडि पनि भनेको थाहा छ। 1 छ भनेको त 001 एन्ड 0 छ भने त के हो त तीनटा 0 हो। सो यसलाई चाहिँ अब लेख्दाखेरि 510 बेस 8 लाई बाइनरीमा लेख्दाखेरि हाम्रो कति हुने भयो त 101 001 000। अब यसलाई चारवटा बिट बनाउने हो खासमा। एउटा बिट भयो त्यसै आएर यो चारवटा भयो अनि एउटा अगाडिकोलाई तीनटा 0 थपिदिने हो। यसको मिनिङै छैन। सो यो भनेको कति आयो त 1 आयो, यो भनेको कति आयो हाम्रो 0100 भनेको यो चाहिँ हाम्रो 4 हो अनि यो भनेको हाम्रो कति आयो त यो भनेको 8। सो हाम्रो 148 इज द बेस 16 इज द एन्सर है त। सो अर्कोलाई हिसाब गरौँ। सो यहाँ पनि सेम त्यही छ। यसलाई चाहिँ अघि चाहिँ यताको मेथडलाई मैले प्रश्न देखाएँ, यो चाहिँ सेकेन्ड मेथडलाई चाहिँ प्रश्न पार्छु। सो 7 भनेको चाहिँ रिमाइन्डर गरिदिएँ मैले, यो तपाईँहरूले आफै गर्नुलाई यताको मेथड चाहिँ 2 3 जा 6 1 रिमाइन्डर एन्ड 2 1 जा 2 कति आयो त 1। सो 7 भनेको 1 1 1 त्यसै आएर 1 भनेको चाहिँ कति आयो त 1 भनेको चाहिँ 001 एन्ड 0 भनेको कति आयो त 000 है त। सो यसको एन्सर कति आउने भयो 710 भनेको हाम्रो एन्सर कति आउने भयो यो अक्टलमा आउनु पर्ने 111 001 अनि तीनटा 0 यो बेस 2 मा। अब लानु पर्नेलाई हेक्साडेसिमल लानु पर्ने। सो चारवटा बिटको हामी चाहिँ बनाउँ। चारवटा बिट यो पनि चारवटा बिट यो चाहिँ अगाडि। सो यो कति आउने भयो त भन्दाखेरि यो त 1 नै आउने भयो। तीनटा 0 1 हो यो चाहिँ कति आउने भयो त 0 into 2 plus 0 into 2 plus 0 into 2 plus 1 into 2 so 0 1 2 3 so यो कति आउने भयो त 1 आउने भयो। अर्को हामीसँग के आउने भयो त 1 1 0 0 यो भनेको 1 into 2 plus 1 into 2 plus 0 into 2 plus कति त 0 into 2 so 0 1 2 3 यो भनेको कति आउने भयो त यो 8 plus 2 कति आउने भयो त यो so 8 plus 4 होला 2 to the 4 भनेपछि कति आउने भयो त 12। अब 12 भनेको चाहिँ कति हो त हाम्रो हेक्साडेसिमलमा ए भनेको 10 so बी भनेको 11 अनि सी भनेको त 12। सो हाम्रो कति आउने भयो त यो कति आउने भयो यो चाहिँ भन्दाखेरि यो चाहिँ हाम्रो सी 12 भनेको सी। त्यसैगरी अर्को हामीसँग बाँकी छ कति त 1 0 0 0 यो पनि गरौँ। यहाँ अटेन यहाँ गर्दै मैले 1 into 2 plus 0 into 2 plus 0 into 2 plus 0 into 2 so 0 1 2 3 त्यो कति आयो त 8।
2 को पावर 3 गरेर 8 सो हाम्रो एन्सर देयरफोर कति आउने भयो त पहिला हाम्रो के आउने भयो त 1 आउने भयो एउटा 1 आउने भयो 12 को कति आउने भयो C एन्ड लास्ट को कति आउने भयो त 8 सो 1C8 बेस 16 इज द एन्सर ओके यो चाहिँ अब तपाईले यो प्र्याक्टिस गर्नु होला यो चाहिँ त्यो 5 1 10 यो कति आउँछ यो बेस 10 मा त्यसै आएर बेस 16 मा कति आउँछ सो लास्टमा एउटा प्र्याक्टिसको लागि यहाँ क्वेशन केही क्वेशन हाल्दिएको छु 5 वटा क्वेशन यो चाहिँ तपाईले सल्भ गरेर तर कमेन्ट बक्समा कमेन्ट पनि गर्नु होला थ्यांक यू फर वाचिङ यसरी चाहिँ हाम्रो यो नम्बर सिस्टम चाहिँ सकिएको छ अर्को हाम्रो भिडियोमा चाहिँ हामी बाइनरीको चाहिँ अपरेसन्सहरु चाहिँ हामी गर्छौं थ्यांक यू फर वाचिङ वन्स अगेन